हेलो हेलो नमस्कार नमस्कार म चाहिँ अहिले एरो सिटी दिल्लीमा छु हजुरहरूलाई यहाँको एरो सिटीको भ्यू देखाउँछु है त कतिको राम्रो छ या छैन हजुरहरूले कमेन्ट गर्नु है त यो चाहिँ देखिरहनु भएको छ वर्ल्ड मार्क 1 यहाँनिर चाहिँ यो वर्ल्ड मार्क 1 2 3 4 5 6 सम्म चाहिँ रेडी हुँदैछ है यो चाहिँ तपाईको सबै रेडी भइसकेको ठाउँ हो यो चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ वर्ल्ड मार्क 2 अगाडिको है यहाँनिर चाहिँ अन्डरग्राउन्ड छ मुनि यहाँ हेर्न सक्नुहुन्छ अनि यहाँबाट उता माथि चाहिँ बाटो हो है त्यो त स्क्वायर लेखिरहेको छ नि त्यहाँ चाहिँ बाटो हो तर बाटो मुनि पनि यहाँ चाहिँ क्याफेहरू लन्चहरू रेस्टुरेन्टहरू छ है यहाँ चाहिँ रमाइलो छ ठाउँ देख्न सक्नुहुन्छ बुर्मा भन्ने चाहिँ यो चाहिँ भेज मात्र पाउने ठाउँ रहेछ हेर्नुहोस् कस्तो छ भन्नुहोस् है क्रिसमस लागिरहेको छ यो क्रिसमसको लागि भनेर चाहिँ यहाँनिर चाहिँ सजाएर राखिरहेको छ नि क्रिसमस बस देख्न सक्नुहुन्छ यो चाहिँ वर्ल्ड मार्क 3 है अनि यो चाहिँ म हेर्नुहोस् 3 बनाएको छ यहाँ चाहिँ म चाहिँ अगाडि लिएर जान्छु है हजुरहरूलाई यहाँ चाहिँ क्रिसमस ट्री बनाएको छ हेर्नुहोस् न यहाँ है यो चाहिँ एन्ट्री गर्ने ठाउँ यहाँनिर चाहिँ सबै चेकिङ हुन्छ तपाईहरुको टन्नै फरेनरहरु पनि घुम्न आउनु भएको छ सेक्युरिटी गार्ड हुन्छ उहाँ चाहिँ वर्ल्ड मार्क 2 18 एरो सिटी भन्ने छ यो चाहिँ हाम्रो विराट कोहलीको रेस्टुरेन्ट है यहाँनिर चाहिँ एकदम एक्सपेन्सिभ ठाउँ हो यो चाहिँ है यहाँ चाहिँ तपाईको 5 स्टार होटल देखि लिएर एभ्रिथिङ सबै कुराहरु राम्रो छ दिल्लीको एकदम फेमस राम्रो ठाउँ लाइभ म्युजिकहरु पनि चलिरहेको छ यहाँ यु क्यान सी ढाबा 1986 रे हेर्न सक्नुहुन्छ यहाँनिर दामी ठाउँ छ है अब स्टार बक्स चाहिँ यहाँ देखियो त्यो वर्ल्ड मार्क 1 मा छ त्यहाँनिर स्टार बक्स छ त्यहाँ चाहिँ कफी पिउनको लागि र यहाँ लाइभ म्युजिकहरुको लागि चाहिँ यो वर्ल्ड मार्क 2 मा छ है अब यो चाहिँ के भन्छ कामा आयुर्वेदा रे यहाँनिर टेम्पोमा यहाँ के बेच्दैछ आइसक्रिम cream चाहिँ बनारस पान यहाँबाट चाहिँ त्यो अन्डरग्राउन्डमा जाने ठाउँ यहाँ हो यहाँबाट जान मिल्छ र हामी
पर्याङबाट पनि जान मिल्छ है, इलेक्ट्रिक पर्याङबाट। त्यहाँ आउँदै हुनुहुन्छ। धेरै ठुलो छ यहाँनिर, तपाईँहरूलाई मैले अहिले घुमेर भ्याउँदिनँ है, इट्स टु बिग। क्याफे दिल्ली हाइट्स। कोस्टा कफी कस्तो लाग्छ भन्नुहोस् है गाइजहरू। अहिलेलाई चाहिँ मैले एन्ड गरेँ। बाई बाई।